안녕하세요, 여러분. आज हामी चाहिँ 60 च्याप्टरको अघिहरू पढ्नेछौँ। हामी अस्ति चाहिँ त्यही 60 च्याप्टरको छाङ्गु मुनमा पढेको थिएँ। आज चाहिँ त्यसैको अघि पढ्नेछौँ। अब चाहिँ धेरै ढिलाइ नगरेर हामी चाहिँ यतातिर लागौँ। साठी चैप्टर खुल्लोजा फॉर्म रोजगार को बीमा। यहाँ चाहिँ यसको अवधि फर्स्ट अवधिमा के दिएछ फर्म मेट फर्म गुम ख्वाल्यन अवधि बीमा रकम सम्बन्धी शब्दावली र फर्स्टमा के रहेछ भने फर्मे खाइ फादा फर्मे खाइ फादा फर्मे खाइ फादा यसको मतलब के हुन्छ भने बीमा चाहिँ दर्ता गर्नु। यसको मतलब बीमा दर्ता गर्नु र अर्को के रहेछ भने फर्म रुल नेदा र नाफी मादा। नेदा भनेको पनि तिर्नुहुन्छ र नाफी मादा भनेको पनि तिर्नुहुन्छ। फर्म रुल नेदा यसको मतलब हुन्छ बीमा प्रिमियम तिर्नु। बीमा प्रिमियम तिर्नु। बीमा प्रिमियम तिर्नु र अर्को के रहेछ भने फर्म गुमुल छङ्गु आधा। यसको मतलब हुन्छ बीमा रकम चाहिँ दावी गर्नु। बीमा रकम दावी गर्नु। बीमा रकम दावी गर्नु र अर्को के रहेछ भने छिगो सिमसार खाता भनेको भुक्तानी समीक्षा प्राप्त गर्नु। भुक्तानी समीक्षा प्राप्त गर्नु। अर्को के रहेछ भने फर्म रुल फात्ता र थादा। फात्ता भनेको पनि प्राप्त गर्नु हो, थादा भनेको पनि प्राप्त गर्नु हो र थादाको पनि अर्को एउटा मिनिङ रहेछ चढ्नु। सवारी साधनमा चढ्दाखेरि यो थादाको प्रयोग गरिन्छ। तर यहाँ बीमामा चाहिँ यसको अर्थ प्राप्त गर्नु हुन्छ। बीमा रकम प्राप्त गर्नु। अर्को के छ योग खुबे विश्राम भत्ता। यो चाहिँ केही खुट्टा भाँचिएमा हात भाँचिएमा काम गर्न नसक्ने बेलामा चाहिँ हस्पिटलमा बस्दाखेरि तापनि चाहिँ हाम्रो चाहिँ तलब चाहिँ आइरहन्छ के बिमा गर्यो भने त विश्राम भत्ता।
सरी है। अर्को के रहेछ भने छाङे फर्म। छाङे फसाङम भनेको अपाङ्गताको मुआवजा रकम, अपाङ्गताको मुआवजा रकम। रकम अब चाहिँ अब तल हेरौँ के रहेछ। यसको त हामी अस्ति चाहिँ छाङ्गु मुडोमा पढेको थियौँ। साझे सावे फर्म 4वटा सामाजिक बीमा। यो बीमा चाहिँ विदेशी कामदारहरू पनि गर्नुपर्छ र कोरियाको कामदारहरू पनि गर्नुपर्छ। यो चाहिँ कम्पलसरी हुन्छ, अनिवार्य हुन्छ। यो यस बीमामा के कुन कुन बीमा पर्छ भने खोङमिन इन्कम भनेको राष्ट्रिय पेन्सन बीमा, राष्ट्रिय पेन्सन बीमा यसको अर्थ हुन्छ राष्ट्रिय पेन्सन बीमा। र खनगाङ फर्म भन्नाले यसको अर्थ हुन्छ स्वास्थ्य बीमा। र खोयङ फर्म भन्नाले रोजगारी बीमा र सान्जे फर्म भन्नाले औद्योगिक दुर्घटना बीमा। र यता के दिएछ भने इप्सुङ भन्नाले प्रमाणपत्र हुन्छ। प्रमाणपत्र। र वियुफी भनेको उपचार खर्च हुन्छ, मेडिकल एक्सपेन्सेस। र नुगरा भनेको जो कोही अथवा जो सुकै। जो कोही अथवा जो सुकै। हेतै भनेको के हुन्छ बेनिफिट, लाभ। अनि पेमेन्ट फी भनेको अस्पताल खर्च। अस्पताल खर्च। र अर्को चाहिँ साप्चु भनेको रोजगारदाता। र अर्को चाहिँ च्यादा भनेको पेट पनि दुख्नु हुन्छ। र अर्को चाहिँ बाना गर्नु, बाना गर्नुहुन्छ। रिपोर हादा भनेको भर्ना गर्नु। कहाँ भर्ना गर्नु? यो चाहिँ हस्पिटलमा भर्ना गर्नु के, अस्पतालमा भर्ना गर्नु। अस्पतालमा भर्ना गर्नु। अभी फर्स्टमा यति नै मेनी रहेछ। तब चाहिँ हामी अभी 2 मा हेरौँ के कस्तो मेनिङहरू रहेछ। अभी 2 यसमा के लेखेको छ भने वैगुगिन खुल्न जा छान्युङ फर्म फाल्ने नहुई भन्नाले विदेशी कामदार चाहिँ विदेशी कामदारको विशेष प्रकारको बीमा सँग सम्बन्धित शब्दावली रहेछ। के रहेछ भने यसमा फर्स्टमा त छिलबेन
छिलिङ भनेको रोग र साङ्गे भनेको चोटपटक र छाङ्गे भनेको अपाङ्गता र सामाङ भनेको मृत्यु र छे भनेको प्रकोप रहेको चाहिँ छेबुलिङ्गुम बकियोता रकम अथवा अनपेड वेजेस बकियोता तलब र थोजिकुम भनेको अवकाश रकम र फल्गुम भनेको जरिवाना हुन्छ। यहाँ चाहिँ यसले नो पार्किङमा आफ्नो गाडी खडा गरेछ त्यसैले यसलाई चाहिँ फाइन अथवा जरिवाना तिर्नु परेछ। यसको मतलब जरिवाना हुन्छ के जरिवाना। अब चाहिँ हामी तल हेरौँ ल यता के दिएछ भने वैज्ञानिक खुम्लेजा छनियङ फर्म भन्नाले विदेशी कामदारको विशेष बीमा। अब विदेशी कामदारको विशेष बीमा के हो? पहिला त छुङ्गुक बाङ्गी फर्म भन्नाले स्वदेश प्रस्थान परिपक्वता बीमा। त्यसको के रहेछ भने खुइगुक फियोङ फर्म भन्नाले स्वदेश प्रस्थान गर्दाखेरि लागत रकमको बीमा। त्यसको के रहेछ यिमगुम छेबुल फौजन फर्म भन्नाले तलब बकियोता चाहिँ ग्यारेन्टी बीमा। त्यसको के छ साङ्गे फर्म भनेको चोटपटकको बीमा। र यता के दिएछ भने इल्सिगुम भनेको चाहिँ एक मुष्ट रकम हुन्छ। एक मुष्ट रकम छिन्दांश भनेको मेडिकल रिपोर्ट। र चाहिँ पोहम याक्छुङ भनेको बीमा सम्झौता। र पुदावक्ता भनेको भार नभएको, भार बोझ नभएको। भर नभएको। र सागो इप्सुङ सरियो भनेको दुर्घटनाको प्रमाण पत्र अथवा कागजात। र छुल्लुक एजन सासिल वागिन्सा भनेको स्वदेश प्रस्थान योजना पुष्टि प्रमाण पत्र। इसको मतलब ल साथीहरू ऐसा यहाँहरु अभी फर्स्ट र अभी सेकेन्ड सकियो। र अब भोलि चाहिँ हामी च्याप्टर 1 को छामु मुनुवा
लिएर आउनेछौँ। ल हस्, धन्यवाद। अम्सामिदा।